इभिनिङ सबैलाई। र आज चाहिँ म यो देख्दै गर्नुहोस्, देख्दैछ होला, यो चाहिँ के माछा हो भन्दा चाहिँ रहु। र यो चाहिँ हाम्रो मेरो काकीको साथीले दसैँको भाग ल्याइदिनु भएको डल्लै माछा रहेछ। यो रहु माछा भैयाकोमा लानुभन्दा त मै काट्छु भनेर चाहिँ म अब यो काट्न आँटेको छु। कसरी काट्नु पर्ने हो तपाईँहरूलाई म यो देखाउँदै लानेछु, हेर्नु होला। म यसरी पखाल्छु, हेर्नुहोस्, पखाल्छु। पहिला पहिला चाहिँ म यहाँ माथिबाट काट्छु, हेर्नुहोस्। यो माथिको पहिला चाहिँ टाउकोको भाग निकाल्नुपर्छ, यसरी हेर्नुहोस्। टाउकोको भाग यसरी निकालिसकि कानहरू यसरी साफ गर्दैछ, हेर्नुहोस्। दुई पिस काटिसकेर चाहिँ नि फेरि यसरी पिस काट्दैछु। यसरी एक पिस त रेडी भइसक्यो। यहाँ भैयाले जस्तै पेटी पिस गर्नु पर्यो। भैयाले फर्स्ट पुच्छर काट्छ हो। टेक्निक्सहरू देखि हेर्नु होला है, कसरी काट्छ। दामी है, यसो नयाँ मुनि काट्छु। हेर्नुहोस्, अब काटिसकेँ मैले, हेर्नुहोस्। टाउको पिस भइसक्यो हो। अब चाहिँ म यो पकाउँछु र खान्छु हो। हेर्नुहोस् त, अब मजाले धुनुपर्छ हो। हल्दी नुन हालेर मेरिनेट गर्नुपर्छ। भैयाले मात्रै होइन, हामीले पनि गर्नु सक्छौँ नि यस्तो माछाहरू। सपोज कुनै दिन तपाईँहरूलाई पाहुनाहरूले, गेस्टहरूले यसो दसैँको भाग ल्याइदियो भने तपाईँहरूले पनि यसरी कटिङ गर्नुहोला। र यो मेरो फुड एन्ड ट्राभललाई लाइक अनि सब्सक्राइब गरिदिनु होला। नेक्स्ट भिडियोमा चाहिँ म यो कसरी पकाउनु पर्ने हो, यसको टेक्निकहरू तपाईँलाई म भन्दै लानेछु। थ्याङ्क यू।